हेलो दर्शक नमस्ते फेरि पनि वेलकम ब्याक माई युट्युब च्यानल न्यू ब्लग गाइज। यो चाहिँ गोर्खा बजारको यो ऐतिहासिक गोर्खाको भ्यूज फेरि पनि हजुरहरूलाई पोस्ट गर्दैछु। छोटो भए पनि तितो मिठो शब्दहरूले भरेको यो ब्लग हजुरहरूले हेरेर साथ सपोर्ट दिनुहोला चाहन्छु। यहाँ चाहिँ पृथ्वीनारायण शाह जन्मेर गोर्खा राज्य जन्माएर नेपाललाई एकीकरण गरेको ठाउँ चिल घुम्दैछ गाइज। फेरि भ्लग बनाउने क्रममा चिल घुम्दैछ, निकै राम्रो रोमान्टिक नै भयो। चिल घुमेको पनि राम्रै हो। अनि यो चाहिँ गोर्खाको नगरपालिका रोड, अनि यो चाहिँ गोर्खाको चाइनाधारा भनेपछि अल नेपालमै फेमस छ गोर्खाको चाइनाधारा। अनि यो चाहिँ ऐतिहासिक एउटा इतिहास बोकेको ठाउँ, पृथ्वीनारायण शाह जन्मेको ठाउँ, गोरखकालिका माईले एउटा शक्ति जमाएको ठाउँ, अनि गोरखनाथ बाबाको आश्रम यो गोर्खामा अवस्थित गोर्खा दरबार। यो चाहिँ यो घरले अलिकति छेलेको छ, मैले अर्को भ्लगमा हजुरहरूलाई देखाउने छु। यो चाहिँ सती पिपल डाँडा भन्छ। सती पिपल पहिलाको पुरानो एकदम मानिएको गोर्खा बजारको एकदम फेमस ठाउँ सती पिपल। अनि यो चाहिँ अहिले ठुलो सेतो देखेको चाहिँ नयाँ बन्दै गरेको हस्पिटल चालु भइसकेको छ। सायद हजुरहरूलाई मैले पहिला पनि देखाइसकेको छु। त्यो चाहिँ अम्पिपल हार्मीको डाँडा। अनि यो चाहिँ लक्ष्मी बजारको डाँडा भ्यूज। जति पनि गोर्खावासीहरू हुनुहुन्छ आफ्नो गाउँठाउँ गोर्खा बजारको भ्यूज हेरेर आउँदै गरेको तिहार दीपावलीलाई एकदम सम्झिँदै म जन्मेको गाउँठाउँ गोर्खाको मेन सिटी बजार भनेर चित्त बुझाउनु होला, हेरेर रमाइलो आनन्द लिनु होला। यो चाहिँ गोर्खाको तल्लो रोड हो। यो चाहिँ चाइनाधारा मैले अघि नै बताइसकेँ, एकदम फेमस छ गोर्खा बजारमा चाइनाधारा। चाइनाले बनाइदिएको हो रे भन्ने चलान पनि छ। अनि यो चाहिँ गोर्खा बजारको भ्यूज हो, तर पुरा गोर्खा बजारको भ्यूज चाहिँ देख्दैन यहाँबाट। म कुनै दिन यसो टाइम मिल्यो भने गोर्खा बजारको भ्यूज पनि देखाउने छु गाइज, हेर्नु होला है। यो माथि हो, यो चाहिँ घरको छतबाट बनाउँदैछु मैले। यो चाहिँ यो आले भन्ज्याङ जाने जति पनि आरुघाट बारपाक लारपाक जाने बाटो यताबाट जान्छ है। यता आरुघाटतिर जाने बाटो आले स्कुल, आले भन्ज्याङ भन्छ यो माथिको डाँडालाई। निकै रमाइलो छ भ्यूज, यहाँ अलिअलि देखिन्छ आले स्कुल है गाइज। यो चाहिँ छतको दृश्य, यो पुरा घरमा सब्जी लगाएको कारणले गर्दाखेरि छतको भ्यूजहरू देखिरहेको छ गाइज। अहिले हो भने मेरो भ्लग निकै लम्बिँदै गएको छ, त्यसकारण म छोटो भ्लग यही समाप्त गर्न चाहन्छु, इन गर्न चाहन्छु। सम्पूर्णलाई चुले निम्ति गर्दै मेरो भ्लगमा हजुरलाई स्वागत छ, हेरिदिनु होला। तितो मिठो शब्दहरूले भरिएको यो गोर्खा बजारको सिन। अनि मेरो छोटो भ्लग यही इन गर्न चाहन्छु। धन्यवाद सो मच, थ्याङ्क यू सो मच गाइज। बाई गाइज, बाई बाई।